फ्रीडम छ नि है अब यो दिन भनेर आज यस्तो यस्तो लेखेर के लेखेर हैन Hey guys, welcome back to my new video. हजुरलाई स्वागत छ मेरो यो नयाँ भिडियोमा। आज चाहिँ म धेरै समयपछि म भ्लग गर्न गइरहेको छु हैन। अनि म चाहिँ आज चाहिँ 11 बजे स्कुल गइरहेको छु अनि हामी चाहिँ बिहान कोचिङ छ अनि कोचिङ भएको कारणले चाहिँ हामी अब 11 बजे स्कुल गइएछ। अब के कस्तो हुन्छ अब त्यही स्कुलतिर गएर यसो बुझ्नुहुन्छ होला हैन। के प्रोग्राम छ भन्दै त्यो त मलाई त केही थाहा छैन हैन। अब एक्लै हो हाम्रो घरतिरबाट अरु कोही पनि छैन। अब त्यसपछि छ्याक्क लाएर अब स्कुल गएर भेटौँ है त। सो अहिले म स्कुलबाट नि घर आइसके सरी म घरबाट नि स्कुल आइसके हैन। अब म चाहिँ स्कुलमा आइसकेपछि 1 घण्टा पढाइ भयो नि त्यसपछि पढाइ भएन अनि आज चाहिँ उस रहेछ 11 गतेलाई हामीलाई बिदाई गरे पनि हाम्रो चाहिँ पढाइ चाहिँ निरन्तर चलिरहन्छ एक्जाम हुनुभन्दा अलिक अगाडिसम्म हैन। अनि 11 गते चाहिँ छुट्टी हुन्छ अनि आज त्यही भएर पुरै मान्छेहरु पुरै फ्रीडम छ नि है अब यो दिन भनेर आज हातमा यस्तो लेखेर के लेखेर हैन लेखेर चाहिँ अब हाम्रो चाहिँ अब 12 गते 11 गते बिदाई गर्ने गरेर अब के हुन्छ अब टक्क देखाउँला नि त हैन। अनि पछि भेटौँ है त। A few moments later. इस विद्यालयको सहायक प्रधानाध्यापक श्री तेज बहादुर जीसीज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न चाहन्छु। इस विद्यालयको प्रावि तह इन्चार्ज गणेश जीसीज्यूलाई पनि आसन ग्रहण गराउन चाहन्छु। अन्य गुरु तथा गुरु आमाज्यूहरूलाई पनि आफ्नो स्थानबाट अतिथिको रूपमा आसन ग्रहण गराउन चाहन्छु। आज बिदाई हुन गइरहेको कक्षा 12 का सम्पूर्ण दाइ दिदीहरूलाई पनि आसन ग्रहण गराउन चाहन्छु। सम्पूर्ण उपस्थित प्यारा साथीलाई पनि म आसन ग्रहण गराउन चाहन्छु। आजको यस विशेष कार्यक्रममा जोडिनु भएको मेरो गुरुवर्गहरू र साथीभाइ तथा दिदी दाइहरू नमस्कार। मेरो नाम सरोज बस्ताकोटी, ठेगाना वडा नम्बर 4 धारापानी। पेशाले म एक विद्यार्थी, यसै विद्यालयको कक्षा 11 मा अध्ययनरत छात्र। आजको यस महत्त्वपूर्ण विशेष कार्यक्रममा मलाई मेरो विचारहरू राख्ने अवसर दिनुभएकोमा म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिदाई भनेको अन्त्य मात्रै होइन, यो एउटा जीवनको नयाँ यात्रा पनि हो। आजको यस विशेष A few moments later. सुखको बेला दुःखको बेला नभुल्नु ए साथी, नभुल्नु ए साथी। सुखको बेला दुःखको बेला नभुल्नु ए साथी। खेलेर थाक्दा साथीको छाती बनेथ्यो सिरानी, बनेथ्यो सिरानी। खेलेर थाक्दा साथीको छाती की कराउँथे सारो आजको कथा छ तर मनले मेरो बाल्यकालमै पुकार्यो। खोजिरहेको छु दिनहरू जस्तै जवानीले कहाँ पुर्यायो। बाटो छ बेग्लै तर भेट्नेछौँ हामी, निराश हुनु पर्दैन गो।
साँझ यताबाट तारा हेर्छु तिमी पनि उताबाट हेर है चम्किला तारा सारा मेरा प्यारा साथीभाइ हेरी नझुकियो भई जीवनको बाटो भन्दै घाम र छाया छाता उडेर कटाउनै पर्ने सम्झना बाँकी छ हाम्रा ती पलको सँगै नहोला हामी तर साथ सधैँभरको सम्झना बाँकी छ हाम्रा ती पलको A few inches later. खोजेर यहाँ पाइन्न माया पहिलो जस्तै कल्पनाकै संसारमा भेटौँ हामी दुई भोलि फेरि भेट होला या नहोला गन्दै बसिरहेको छु म आऊ तिमी यो जिन्दगीमा सँगै बाँचौँला यो समयमा नजिकिने प्रयासहरूमा अङ्गालोमै बाँधिराखौँला तिमीलाई शब्द छु म तिम्रै अगाडि के भनु खै भए जति सबै आँखाहरूले भन्दैछन् है सपनी सधैँ आइरहन्छ तिम्रै मलाई विपनीमा भने साह्रै नै सताइरहन्छ भोलि सबै गुम्सिएर बसिरहेछ मनभित्र लेखिरहेछु यो गीत तिम्रै प्रतीक्षामै म त समयको पर्वाह छैन मात्र तिमी आइदेऊ न बसौँला हामी सँगै यो गीत गाई रमाएर
One eternity later. म भिडियो गर्छु तिमीहरू पनि लिदेऊ न आनन्दलाई एक बाइट आनन्द एक बाइट मैले ल मामा ल अब हाम्रो नाच्तान बेला भइसक्यो है सो अहिले चाहिँ हामी चाहिँ नास्ता पनि खाएर पनि यता अब साथीले चाहिँ भाडा मार्न थालिसकेको छ होइन अब यता अब के गर्दा नि यस्तै छ अब बिदाइ गऱ्यो अब 11 गते चाहिँ अब स्कुल चाहिँ आउँदैन होइन 11 गते हामीलाई चाहिँ अब हामी चाहिँ वैशाख 11 गते हाम्रो एक्जाम छ अनि हामी चाहिँ जानुपर्छ साथीहरू छैन हेलो गाइस शामे मलंग सी रातें सुरंग सी बागी उड़ान पे ही ना जा